Hi guys, this is Srishti and you are watching Srishtiको mini vlog. क्योंकि नेपालीमा एउटा भनाइ छ नि, खाने मुखलाई जुङ्गाले छेक्दैन भने जस्तो। अनि मलाई पनि भ्लग बनाउनलाई मेरो क्यामेरा क्वालिटीले छेकेन कि, किनकि म चाहिँ स्याङ्जादेखि आउँदाखेरि मेरो मोबाइल हराएको थियो। कतिजनालाई थाहा छैन होला हैन। अनि त्यसैले मैले बिचमा केही भ्लगहरू अपलोड गर्न पाएको छैन कि मैले स्याङ्जाको। अनि भेटिँदा पनि भेटेन मोबाइल। अनि आज चाहिँ म सुर्खेत जाँदैछु। यो चाहिँ धेरै पहिलाको भिडियो हो। म सुर्खेत गएर फर्किसकेँ, त्यही पनि भोइस ओभर गरौँ न त के छ र भनेर। अनि म अब तानसेनदेखि बुटोल गएँ, बुटोलबाट बस पार्कबाट चढेर अनि हामी सुर्खेततर्फ लाग्यौँ। अनि बिचमा चाहिँ खाना रोकेको थियो। अनि म चाहिँ फ्रीको खाना खाएको, फ्रीको खसीको मासु। वाउ हाउ लक्की आई एम। अनि हामी चाहिँ यो कहाँ पुग्यौँ थाहा भएन। अनि मेरो हस्बेन्ड लिन आउनुभएको थियो मक्ख पर्दै, हेर्नु न यहाँ। अनि हामी चाहिँ म खजुरा झरेर हस्बेन्डको रुमतर्फ लागेँ। अनि बाटोमा चाहिँ उहाँले मलाई के भन्नुभएको थियो, तिमीलाई र मलाई देख्नेले चाहिँ जेब्रा भन्छन् भन्नुभयो। किन भनेको तिमी गोरी म कालो, त्यही भएर रे। अनि रुम पुगेर चेन्ज गरेर उहाँले चाहिँ मेरो लागि खाना बनाउनु भयो। मैले चाहिँ उहाँलाई भनिरहेको थिएँ कि मलाई चाहिँ कस्तो दाल र सुक्खा मासु भात खानु मन छ भने त्यही बनाउँदै हुनुहुन्थ्यो। अनि घरबाट ल्याएको सामान प्याकिङ अनबक्सिङ गर्नुभयो। अनि त्यो छ नि त्यो म्याक्रोन्स, त्यो चाहिँ उसको फेभरेट हो कि। त्यसभित्र चाहिँ त्यो नरियलको के भन्छ फिलिङ्स हुन्छ। अनि त्यो चाहिँ उसको फेभरेट हो। म पहिला आउँदा पनि कति किनेर पठाइदिन्थेँ। अनि उसलाई लगेको मक्ख पर्दै हेरै भयो कि मैले चाहिँ त्यो ल्याइदिन्छु भनेको थिएन। अनि मम्मीले चाहिँ अचार घिउ तरकारीहरू के राखिदिनु भएको थियो। अनि सबै झिक्दै हेर्दै मक्ख पर्दै गर्दै हो कि मेरो हस्बेन्ड चाहिँ। अनि हेरेपछि चाहिँ हामीले के ल्याउनु भएको थियो भनेर हेरेर भएपछि खाना खायौँ। त्यो चाहिँ मैले रेकर्ड गरेको थिएँ। अनि यहाँ चाहिँ भेटेन, राख्ने बेलामा चाहिँ एडिट गर्दा चाहिँ कता गयो भेटेन, त्यही भएर राखेन। अनि यो तरकारीकोमै मैले भोइस ओभर गरिदिँदैछु किनभने वाइ नट होइन त। अनि त्यो गरेर त्यति गरेर भएपछि चाहिँ हामी खाना खाएर म चाहिँ सुतेँ। अनि मेरो सर चाहिँ फिल्ड जानुभयो। अनि आएपछि चाहिँ हामी दुईटा बाहिर घुम्न जाने भनेर निस्क्यौँ। अनि मैले चाहिँ आइसक्रिम खाने भनेर आइसक्रिम खाएँ। अब अरू भिडियो चाहिँ पार्ट 2मा राख्छु। हस्, बाई बाई।